चाणक्य आफ्नो अध्याय 2 श्लोक 1 मा भन्नुहुन्छ, झुटो बोल्ने, हतार गर्ने, छल कपट गर्ने, मूर्खता, अत्याधिक लोभ गर्ने, अशुद्धता र निर्दयता यी सबै दोष स्त्रीहरूमा स्वाभाविक रूपमा पाइन्छन्। श्लोक 2 भोजन गर्ने र त्यसलाई राम्रोसँग पचाउने शक्ति हुनु, समयमै राम्रो भोजन प्राप्त हुनु, प्रेम तथा रति सुख प्रदान गर्ने उत्तम स्त्रीको साथ प्राप्त हुनु, प्रशस्त धन हुनु र त्यस धनलाई दान गर्ने उत्साह हुनु, यी सबै सुखहरू तपस्याको फलस्वरूप हुनु, अर्थात् यस्ता सुखहरू कठिन साधनापछि मात्र प्राप्त हुन्छन्। श्लोक 3 जसको पुत्र आज्ञाकारी हुन्छ, पत्नी उसको इच्छाअनुसार चल्ने अर्थात् पतिव्रता हुन्छन् र जो आफ्नोसँग भएको धनमा सन्तुष्ट रहन्छ, उसको लागि यही संसार नै स्वर्ग समान हुन्छ। श्लोक 4 चाणक्य भन्नुहुन्छ, पुत्र उही हो जो पिताप्रति भक्तिभाव राख्छ, पिता उही हो जसले आफ्ना सन्तानको पालन पोषण गर्छ, मित्र उही हो जसप्रति पूर्ण विश्वास गर्न सकिन्छ र पत्नी उही हो जसबाट परिवारमा सुख र शान्ति फैलिन्छ। श्लोक 5 जो मित्र सामुन्ने मिठा वचन बोल्छ तर पछाडि तपाईको कामहरूमा बाधा पुर्याउँछ, त्यस्तो मित्रलाई त्याग्नुपर्छ, किनकि ऊ त्यस्तो घडा जस्तै हुन्छ जसको मुखमा दूध भए पनि भित्र विष भरिएको हुन्छ। श्लोक 6 मा चाणक्य भन्नुहुन्छ, दुष्ट मित्रमाथि त विश्वास गर्नु हुँदैन, तर असल मित्रमाथि पनि पूर्णतया अन्धविश्वास गर्नुहुन्न, किनकि कुनै दिन ऊ विषयमा उसले तपाईको सबै गोप्य कुराहरू प्रकट गर्न सक्छ। श्लोक 7 मनमा विचार गरिएको कार्य कसैलाई पनि बताउनु हुँदैन, बरु त्यसलाई मन्त्र जस्तै गोप्य राखेर आफ्नो सोचेको कार्य गर्दै जानुपर्छ। श्लोक 8 निसन्देह मूर्खता दुःखदायी हुन्छ र युवावस्था पनि दुःखदायी हुन सक्छ, तर सबै कष्टभन्दा ठुलो कष्ट भनेको अरूको घरमा बस्नुपर्ने हो। श्लोक 9 हरेक पर्वतमा मनी पाइँदैन र हरेक हात्तीमा गजुमुक्ता हुँदैन, त्यसै गरी हरेक ठाउँमा सज्जन मानिसहरू भेटिँदैनन् र हरेक वनमा चन्दन पनि भेटिँदैन। श्लोक 10 बुद्धिमान व्यक्तिहरूको कर्तव्य हो कि उनीहरूले आफ्ना सन्तानलाई असल कार्य र व्यवसायमा लगाउन्, किनकि नीति जान्ने र सद्व्यवहार भएका व्यक्तिहरू नै कुलमा सम्मानित हुन्छन्। श्लोक 11 जुन आमा बुवाले आफ्ना सन्तानलाई शिक्षा दिँदैन, उनीहरू आफ्ना सन्तानका शत्रु सरह हुन्छन्। यस्ता शिक्षित बालबालिका सभाको बीचमा त्यसरी नै शोभा पाउँदैनन् जसरी हंसहरूको बीचमा बकुल्ला शोभा पाउँदैन। श्लोक 12 अत्याधिक लाडप्यारले पुत्र र शिष्य गुणहीन बन्छन्, तर अनुशासन र उचित ताडनाले उनीहरू गुणी बन्छन्। भावार्थ यदि पुत्र र शिष्यमा अनुशासनको डर रहन्छ भने उनीहरू गलत मार्गमा लाग्दैनन्। श्लोक 13 एक श्लोक आधा श्लोक, श्लोकको एक चरण, त्यसको आधा वा एक अक्षर मात्र भए पनि अथवा आधा अक्षर नै किन नहोस्, हरेक दिन अध्ययन गर्नुपर्छ। श्लोक 14 स्त्रीको वियोग आफ्ना मानिसहरूबाट अपमान वा दुर्व्यवहार, ऋणको बोझ, दुष्ट राजाको सेवा, गरिबी र आफूलाई प्रतिकूल हुने सेवामा बिस्नुपर्ने, यी सबै आगो नभए पनि शरीरलाई जलाए झै पीडा दिन्छन्। श्लोक 15 नदीको किनारामा उभिएको रुख, परपुरुषको घरमा गएकी स्त्री र मन्त्रीविहीन राजा छिट्टै नष्ट हुन्छन्, यसमा कुनै शङ्का हुँदैन। चाणक्य आफ्नो 16 श्लोकमा भन्नुहुन्छ, ब्राह्मणहरूको बल विद्या हो, राजाहरूको बल उनीहरूको सेना हो,
वेश्याहरूको बल धन हो र शूद्रहरूको बल सेवा कर्म गर्नु। श्लोक 17। वेश्या निर्धन व्यक्तिलाई, पर्जा पराजित राजालाई, पंक्षी फलरहित रूपलाई र अतिथि भोजन गरिसकेपछि आफूलाई आमन्त्रित गरेको घरलाई छोडेर जान्छन्। श्लोक 18। ब्राह्मण दक्षिणा ग्रहण गरेपछि यजमानलाई, शिष्य विद्या अध्ययन गरेपछि गुरुलाई र हरिणले जलेको वनलाई त्यागेर जान्छ। दुराचारी व्यक्तिको संगतमा बस्ने, पाप दृष्टि राख्ने व्यक्तिको साथ गर्ने तथा अशुद्ध स्थानमा बस्ने व्यक्तिसँग मित्रता गर्ने मानिस छिट्टै नष्ट हुन्छ। श्लोक 20। चाणक्य अध्याय 2 को अन्तिम श्लोक 20 मा भन्नुहुन्छ, मित्रता समान स्तर वा समान गुण भएका व्यक्तिहरू बीच शोभा पाउँछ। राजाको सेवा उत्तम मानिन्छ। व्यवहार कुशल व्यापारी शोभा पाउँछ र घरमा सुन्दर स्त्री शोभायमान हुन्छ। चाणक्य नीतिको अध्याय 2 20 वटा श्लोकहरू समाप्त।